कृषि प्रधान देशमा कृषिकै मलकै हात हारेर हेर्नुहोस् त। एक बोरा मल चाहिँ 3 जनालाई यसरी भाग लगाएर बाँडिदिएछ। यो न खान मिल्ने न लाउन मिल्ने भन्या बेलामा पनि यो मल नपाउनु भन्नु त यो दुःखको कुरा हैन र। ल हेर्नुहोस् त यो किसानको अवस्था। हामी यो कृषि प्रधान नेपालमा यो अवस्था कसरी सिर्जना भयो, यसको सोलुसन के हुन सक्छ, समाधान के हुन सक्छ, यो अवस्था कसरी आयो, यसको गम्भीर समीक्षा हुनुपर्ने बेला आएको छ। यो गम्भीर अवस्था हो। यो यसरी खेती गरेर पनि मल हाल्न नपाउनु, अनि आएको मल पनि 3 जनालाई भाग लगाउनु, पर्याप्त मात्रामा मल नपाउनु, यो कस्तो दुःखदायी अवस्था हो। यो नेपाल सरकारले, स्थानीय तहले र यो सहकारीका पदाधिकारीहरूले यो सबैले यो यसको मूल्याङ्कन गर्न आवश्यक छ। यसको निरीक्षण, अनुगमन, खासमा यो कति मल आयो, यहाँ कति बाँडियो, हामी राज्यलाई मात्रै दोष दिने हो कि खासमा यो बीचबीचमा के हुँदैछ भन्ने कुराको पनि यो अनुगमन अनुसन्धान हुनुपर्ने आवश्यक छ। गत वर्षभन्दा यसपालि चाहिँ व्यापक मल आएको भन्ने खबर सुनिएको थियो, तर अवस्था यस्तो छ। ल हेर्नुहोस्, यो मण्डनदेवपुर नगरपालिका वडा नम्बर 5 खाटोचौर तरकारी उत्पादक सहकारी संस्थाको अवस्था हो। ल हेर्नुहोस् त, मल आयो भनेर बिहानै निन्द्रामै उठेर हिँडेको यो एक बोरा मल पनि 3 जनाले भाग लगाएर दिनुपर्ने अवस्था छ। गाह्रो छ हौ नेपालमा।